थाकिसक्यो साथीहरू तरकारीहरू रोप्दैछु माटो बनाइयो है अब सबै ट्याक 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 ठाउँ ठाउँमा राखिसक्यो ब्यागहरू अब म चाहिँ के रोप्दैछु साथीहरू है बेजिल है रोप्दैछु 2टा बोट चाहिँ यसले के काम गर्छ भन्ने हजुरले गुगल गर्न सक्नुहुन्छ है मैले भन्नुभन्दा पनि गएर गुगल गर्नुहोस् यसको फाइदा बेफाइदा के छन् हजुरले हेर्नुहोस् है अनि आफ्नो कौसीमा रोप्नु होला है साथीहरू ल म चाहिँ रोपेँ ल निकाल्न अलिक साह्रो छ कैँची नै चाहिन्छ काट्नुलाई सबै खिया लागिसक्यो कैँची पनि ल रोपेँ ल ठ्याक्कसँगले हेर्नुहोस् त कौसी पनि हराभरा मङ्ग बसाउँछ यसको बास्नाले अहिले नै सानोमा यति बास्ना छ अलि ठुलो हुँदै गएपछि त यस्तो ढोका खोल्ने बित्तिकै हररररर हुन्छ है त्यसै आनन्द खाए जस्तै हुन्छ मलाई चाहिँ